नमस्ते सबलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज हामी भर्टिकल कर्भ हेर्न गइरहेका छौँ। सुरुमा चाहिँ भर्टिकल कर्भ, सुरुमा हाम्रो ग्रेडियन्ट हुन्छ। जस्तै अब ग्रेडियन्ट भनेको अब जस्तै माथि तल बाटो चाहिँ एउटा माथि जाने अप हिल र डाउन हिलको, त्यसको बिचमा चाहिँ एउटा कर्भ हुन्छ नि, त्यो ग्रेडियन्ट। त्यही भयो। जस्तै ग्रेडियन्ट इज रेट अफ राइज अर फल along the length of road with respect to the horizontal. The steep gradient are avoided as far as possible because the difficulty to climb and increase in the horizontal construction cost. Steep gradient चाहिँ हामीले चाहिँ एभोइड गर्छौँ भने पर्पज अफ ग्रेडियन्ट भइहाल्यो। भयो टाइप्स अफ ग्रेडियन्ट बुझ्नुपर्छ। एउटा चाहिँ राइजिङ ग्रेडियन्ट, एउटा फलिङ ग्रेडियन्ट। फिगर यो त सजिलै हो, यो मेन हो। आफूले बुझ्नलाई इम्पोर्टेन्ट, इक्जाममा त त्यसो हुँदैन। पिस्टन फङ्सनमा चाहिँ रुलिङ ग्रेडियन्ट भनेको यो चाहिँ म्याक्सिमम ग्रेडियन्ट हो, जुन चाहिँ हामीले मेन्टेन यो रुलिङ ग्रेडियन्टको अन्डरमा काम गर्नुपर्छ। जस्तै 4 to 8% जति ग्रेडियन्ट हुन्छ यसमा। त्यो लिमिटिङ भनेको यो 12% हुन्छ। इट इज युजली युज इन हिल्ली टेरेन एन्ड रोलिङ। इट इज अल्सो नन ए म्याक्सिमम ग्रेडियन्ट। म्याक्सिमम चाहिँ हामीले 12%सम्म काम गर्छौँ। त्योभन्दा पनि धेरै भने एक्सेप्सनल पनि हुन पायो केस, त्यसको ठाउँमा कति 15% युज गर्छ, धेरै स्टिप हुन्छ। यो मिनिमम ग्रेडियन्ट भनेको फेरि यो चाहिँ ड्रेनेज बनाउँदा युज गर्ने ग्रेडियन्ट हो। ड्रेनेजको पनि पानी त उगाउनु पर्यो नि त, ड्रेनहरू बगाउनु पर्यो। त्यसमा चाहिँ ड्रेनेज मिनिमम ग्रेडियन्ट। सधैँ हाम्रो इकोनोमिकल राम्रो भनेको रुलिङ ग्रेडियन्ट, यसमा काम गर्छ 4 to 8%। कर्भ रेजिस्टेन्स चाहिँ पहिला भनेको त्यो ग्रेड कम्पेन्सेसनमा। ग्रेड कम्पेन्सेसनको न्युमेरिकल अब के दियो, एउटा रुलिङ ग्रेडियन्ट 6% दियो, त्यो रेडियस 60 मिटर दियो। अब हामी थियो नि त ग्रेड कम्पेन्सेसनको फर्मुला 30 + r/r भने कति 1.5%। अर्को म्याक्सिमम भ्यालु चाहिँ 75/r हो म्याक्सिमम। भने म्याक्सिमम चाहिँ 1.25, म्याक्सिमम भन्दा बढी आयो भनेपछि यो युज गरिन्न। ग्रेड कम्पेन्सेसन भनेको के हो, त्यो ग्रेडियन्टलाई घटाउने हो नि त। कम्पेन्सेटेड ग्रेड भनेको त ग्रेड 6%, 7%, रुलिङ ग्रेडियन्ट दियो त 6%, त्यो चाहिँ घटाउने। कम्फर्टेबल इजी भिजिबिलिटीको लागि घटाउने, टाढा भिजिबिलिटीको लागि। भने 6% माइनस जुन म्याक्सिममै 1.25 हो त भनेपछि यसमा घटाउनु भने 4.75%। अब चाहिँ हाम्रो अब भर्टिकल कर्भ भनेको कति दुईवटा टाइप्सको हुन्छ। यो थ्योरी भइहाल्यो। एउटा चाहिँ समिट कर्भ, अर्को चाहिँ भ्याली कर्भ। थ्योरी भइहाल्यो। त्यसपछि समिट कर्भको यस्तो टाइपको डिजाइनको समिट कर्भ हुन्छ। यो चाहिँ क्वेसनमा नि अब यो ग्रेडियन्ट दिन्छ, अब ग्रेडियन्ट अनुसारको कर्भ बनाउने गर्दा सजिलो हुन्छ। त्यसको डिफ्रेन्ट प्यारामिटर्सहरू यो अब बल्ल अब डिजाइन न्युमेरिकल इम्पोर्टेन्ट छ नि। अब डिजाइन अफ समिट कर्भ फर स्टपिङ साइड डिस्टेन्सलाई समिट। अब यसमा नि लेन्थ चाहिँ ग्रेटर देन स्टपिङ साइड डिस्टेन्सभन्दा ग्रेटर आयो भने याल = NS² √2h + √2h होल स्क्वायर, यो फर्मुला। याल भनेको लेन्थ अफ समिट कर्भ, एस भनेको स्टपिङ डिस्टेन्स, यान भनेको डेभिएसन एङ्गल। त्यसपछि याच र अर याच, क्यापिटल याच और स्मल याच पनि लेख्न पायो। हाइट अफ आई लेभल अफ ड्राइभर एबभ द रोडवे। त हाइट अफ आई लेभल जस्तै हाम्रो 1.2 मिटर। त्यसपछि अर्को स्मल याच भनेको चाहिँ अर याच 2 भनेको हाइट अफ अब्जेक्ट एबभ द पेमेन्ट सर्फेस। चाहिँ माथिपट्टि त्यो अगाडि बम्परको हाइट चाहिँ कति हुनपर्छ भन्दा 0.15 मिटर। कि न त चाहिँ त्यो यस्तो कर्भमा त गाडी हुन्छ नि, गाडी भए पछाडिको भागले चाहिँ यहाँ छुन भएन कि, नछुनको लागि चाहिँ कति हुनु पर्यो, स्मुथ। अब गाडी भयो, गाडीको टायर भयो, यसले चाहिँ यहाँ नछुन पर्यो, यहाँ छुन हुन्न। त्यो नछुनको लागि हाम्रो स्ट्यान्डर्ड हाइट चाहिँ कति 0.15 मिटर छ। अब पाहाडतिर जाँदाखेरि यस्तो भेली घरमा छुन सक्छ, यसलाई चाहिँ स्मुथ हुनुपर्छ। यस्तो स्मुथ भयो भने त यहाँ छैन नि त, यस्तो स्मुथ भयो मेन्टेन गर्नुपर्छ 0.15 मिटर। त्यहाँ क्यापिटल या चाहिँ आई चाहिँ अब यहाँ ड्राइभर बस्छ यहाँदेखि यहाँसम्मको 1.2 मिटर।
यसको दुईटा केस छ अर्को चाहिँ लेन्थ इज स्मल देन लेन्थ अफ सबमिट कर लेस देन स्टपिङ साइड 2s √100 फर्मुला भयो अब अर्को चाहिँ लेन्थ ग्रेटर यहाँ लेन्थ के थियो लेन्थ ग्रेटर थियो अब फेरि यो चाहिँ स्टपिङ साइड डिस्टेन्सको केसमा अब फेरि हामीले चाहिँ केमा यो ओभरटेकिङ साइड डिस्टेन्स गरेछ ओभरटेकिङ अर इन्टरमिडिएट ग्रेटर भयो भने यहाँ फर्मुला सेम हो यसमा फेरि याच भनेको याच हुन्छ कि फर्मुला यताको र उता सेम हो के फरक याच भनेको याच है यो भनेको त्यही 1.2 मिटर हाल्ने यसमा चाहिँ त अब्जेक्ट हाइट कन्सिडर गरिन्न आई लेभल मात्र कन्सिडर हुन्छ किन भन्दाखेरि अब यो त के हो ओभरटेक गर्ने त गाडीलाई ओभरटेक गर्न त अब अब्जेक्टको त हेरिन्न आँखाले कहाँसम्म देखेको भन्ने कुरा हेर्छ नि त त्यही भएर चाहिँ यसको अब्जेक्टलाई कन्सिडर गर्ने यसलाई चाहिँ आई लेभलको हाइट मात्र कन्सिडर गर्छ फर्मुला यही यो सम्झिन पर्दैन यो आयो मेन यो सम्झिन्छ यो अब अर्को लेस हुँदाखेरि अब यसमा पनि अब यहाँ यो सर्ट फर्ममा लेखे याचको भ्यालु हालेर यही हो यही फर्मुला यहाँ याच सेम भयो यहाँ क्यापिटल एच यहाँ क्यापिटल याच हुने भयो त्यो गर्दाखेरि सबै घटाउँदा 8 याच भयो यहाँ आउँछ कि यो सम्झेछ एलाइन हुने भयो एलाइन भयो नि त त्यो याच हालेपछि लास्ट यहाँ आउँछ यो 1.2 हाल्दा यो एउटा हो यो दुईटा मेन यो दुईटा भन्नु उताको केसमा याच हाल्ने यहाँ याच हाल्ने यता फेरि याच र स्मल एच यो सबमिट कर्भको फिगर यस्तो हुन्छ है त्यो होरिजेन्टल कर्भ जस्तै हो डिजाइन अनि एउटा क्वेसन हो अ भर्टिकल सबमिट कर्भ इज फर्म एट द इन्टरसेक्सन अफ टू ग्रेडियन्ट माइनस +3 ग्रेडियन्ट भने अप हिल भयो अर्को -5 डाउन भयो % डिजाइन द लेन्थ अफ सबमिट कर्भ टु प्रोभाइड द स्टपिङ साइड डिस्टेन्स अफ डिजाइन स्पिड 80 km/h एजुम डाटा अब चाहिँ G1 र G2 दियो यसमा भी देख 80 कहिले नदिन पनि सक्छ आफै एजुम गर्नुपर्छ अब स्टपिङ साइड डिस्टेन्स निकाल्नु पर्छ भने स्टपिङ साइड डिस्टेन्स 0.27 VT प्लस V स्क्वायर बाई 254 V भनेर त सुरुमा पढेको नि अन्त 127 अब यसमा पनि अब रियाक्सन टाइम आफै एजुम गर्नुपर्छ 2.5 सेकेन्ड फ्रिक्सन 0.35 एजुम गर्ने त्यसो डेभिएसन एङ्गल भनेको त G1 - G2 जहिले सुकै G1 माइनस सुरुको ग्रेडियन्ट त्यसपछि पछिको ग्रेडियन्टलाई घटाउने सबमिट माने यो भ्याल्यु माने यही अनि 8% हो लेन्थ चाहिँ अब के भयो त यहाँ स्टपिङ साइड डिस्टेन्स 118 आयो अब लेन्थ निकाल्ने त लेन्थ हो त एजुम गर्ने एकचोटि लेन्थ ग्रेटर छ कि छ भनेर त एजुम गर्यो त यालिहल्यो NS स्क्वायर 4.4 भनेको डाइरेक्ट यो गर्यो सिधै यो गर्यो भने याच भनेको 1.2 त यसमा 0.15 हाल्दा यो आउँछ क्या डाइरेक्ट लेख्यो त्यसको कति 297 आयो भने चाहिँ स्टपिङ साइड डिस्टेन्स कति आयो 128 भन्दा 297 अनि ग्रेटर आयो भने चाहिँ एजुम गरेको राइट भयो भने चाहिँ लेन्थै भयो कहिलेकाहीँ यो एजुम गर्दाखेरि यहाँ लेन्थ ग्रेटर कम पनि जस्तै 100 पनि आउन सक्छ यो आउँछ भने यो ओभरटेकिङ साइड डिस्टेन्सतिर गएर गर्ने अर्को फर्मुला यो पनि त सेमै हो अब यसमा चाहिँ नट ओके आयो त्यही भएर अब के गर्यौँ त्यो ओभरटेकिङ साइड डिस्टेन्सको सेकेन्ड केस गर्यौँ कि दुईटा केस हेर्नु जस्तो अब यसमा चाहिँ के भने डिजाइन द लेन्थ अफ सबमिट कर्भ प्रोभाइड स्टपिङ साइड डिस्टेन्सको फर्स्ट केसमै मिल्यो भने चाहिँ सिधै हो मिलेन भने लेस देन गर्ने भने चाहिँ स्टपिङ भने अब यसमा चाहिँ ओभरटेकिङ वाला भने ओभरटेकिङ दुईटै केस चेक गर्ने मिल्छ यसमा मिलेन है यो परेन त यसमा मिल्यो सिधै ओके भयो अर्को यो क्वेसन अब यसमा सबै क्वेसन सेम हो अब यसमा के हो स्टपिङ साइड डिस्टेन्स दियो ओभरटेकिङ साइड क्वेसनमा देखा निकाल्न परेन दुईटैलाई चेक गर्नु पर्यो
मेन भनेको यहाँ 50 के भने रिस्ट्रिक्टेड टु म्याक्सिमम भेल्यु भर्टिकल कर्भ लेन्थ चाहिँ कति 500 मिटर भन्दा बढी हुन भएन कि कम हुन पर्यो त्यसको लागि त यान निकाल्ने त्यसपछि सुरुमा चाहिँ याल चाहिँ ग्रेटर देन एसएसटी मान्दाखेरि के आयो सुरुको केस त यो लेन्थ ग्रेटर देन एसएसटी त आयो तर चाहिँ लेस देन 500 पनि त आयो नि त 500 हाम्रो रिस्टेप म्याक्सिमम त 500 सम्म जान सक्छ अनि कति आयो 240 आयो भने 500 भन्दा कम चाहिँ ओके भयो त्यसपछि अब ओभरटेकिङ साइड डिस्टेन्स कति थियो 640 640 लाई चेक गर्दै के आयो यो चाहिँ 1300 आयो 500 भन्दा बढी आयो नि त हाम्रो जम्मा 500 सम्म हो डिस्टेन्स लेन्थ भनेपछि यो मिलेन अब यसलाई चाहिँ अब इन्टरमिडिएट साइड डिस्टेन्स एजुम गर्नुपर्छ कि ओभरटेकिङबाट मिलेन नि अब इन्टरमिडिएटबाट गर्नुपर्छ भने इन्टरमिडिएट साइड डिस्टेन्स 2 इन्टु स्टपिङ साइड डिस्टेन्स 2 इन्टु स्टपिङ साइड डिस्टेन्स 180 थियो त्यही इन्टरमिडिएट साइड डिस्टेन्स भयो कि अब त्यसपछि त्यही ओभरटेकिङ साइड डिस्टेन्सवाला फर्मुला नि अन्त त्यो दुईटै केस ओके आयो अनि त्यसपछि अर्को क्वेसन यो नि यही सेम टाइपकै क्वेसन अब यसमा चाहिँ हाइएस्ट र लोएस्ट भन्ने डिटरमाइन द लेन्थ अफ भर्टिकल कर्भ एन्ड द रिड्युस लेभल अफ टेन्जेन्ट पोइन्ट अफ द हाइएस्ट पोइन्ट अफ द कर्भ हाइएस्ट र लोएस्ट पोइन्ट निकाल्नु भने आई लेभलको यहाँ छुट्टै थियो 1.143 0.1 मिटर याद छ स्मल याद क्यापिटल याद भेल्यु त्यसपछि हेरौँ अब सब प्रोसेस त सबै सेम हो अब चाहिँ टेन्जेन्ट लेन्थ निकाल्नु भयो टी भनेको l/2 टेन्जेन्ट लेन्थ आयो त्यसपछि आरएल अफ बिगिनिङ अफ कर्भ निकाल्नु पर्यो किन भन्दाखेरि यहाँ के थियो ग्रेडियन्ट अफ चेन्ज यति एन्ड द रिड्युस लेभल 76.55 विथ द साइड डिस्टेन्स बी 304 इन्टरसेक्सनमा चाहिँ 76.55 थियो त्यसबाट घटाएर निकाल्दाखेरि कति आयो 71.05 आयो हामी क्याम्बरमा गरे जस्तो गरेर त्यो घटाएर निकाल्ने त्यो क्रस स्लोपबाट चाहिँ होरिजेन्टल डिस्टेन्स घटाएर निकाल्ने होरिजेन्टल टेन्जेन्ट यो टेन्जेन्ट डिस्टेन्स चाहिँ घटाएर निकाल्ने त्यसपछि लेन्थ आरएल अफ इन्ड कर्भ त्यस्तै गरेर इन्ड कर्भको पनि अब अर्को यता इन्डपट्टिको यताको त्यस्तै गरेर कति 0.25 देखा अब इन्टु 0.25% अफ टी गरेर आयो त्यहाँदेखि स्क्वायर प्याराबोला क्युबिक प्याराबोला केही भनेन नि स्क्वायर प्याराबोला भने यो फर्मुला हो त्यसपछि एक्स निकाल्ने n1/n इन्टु एल भेल्यु आउँछ फेरि हाइएस्ट पोइन्टको इन्ड अफ कर्भतिरको निकाल्ने त्यहाँदेखि भर्टिकल इन्टरसेक्सन पोइन्टको भिआइपी भनेको भर्टिकल इन्टरसेक्सन पोइन्ट टेन्जेन्ट डिस्टेन्स अफ पोइन्ट टेन्जेन्ट एबभ द हाइएस्ट पोइन्टको भन्दा एबभमा टेन्जेन्टको 213 हो यो भनेको चाहिँ यहाँको लेन्थ निकाल्ने हाम्रो निकाल्न चाहिँ यो निकाल्न भनेको हाइएस्ट पोइन्टको यहाँको यहाँबाट यो घटाएर बल्ल यहाँ निकाल्नु त्यो गर्नलाई पहिला आरएल अफ टेन्जेन्ट पोइन्ट जस्ट एबभ द हाइएस्ट पोइन्ट भन्दा माथिको आरएल निकाल्नु सुरुमा चाहिँ 313 डिस्टेन्स आयो यति डिस्टेन्समा चाहिँ हाइएस्ट पोइन्ट हुन्छ भन्दा निकाल्यौँ त्यसपछि यो फर्मुलाहरू अब आरएल अफ टेन्जेन्ट पोइन्ट जस्ट एबभ द हाइएस्ट पोइन्टको यहाँ आरएल निकाल्यौँ टेन्जेन्ट करेक्सन गर्नुपर्छ यो अन्त हाम्रो त यहाँ आउन यो त स्ट्रेट लाइनको नि त अन्त कर्भको निकाल्ने वाइ जले एएक्स स्क्वायर गरेर यो कर्भको यो फर्मुला हो युज गर्ने लास्टमा यो आएको बेललाई कति आएको 76.02 आएको थियो नि यसमा घटाइदिएपछि यहाँ तल गयो यो क्वेसन चाहिँ मेन फिगर बनाएर गर्ने पनि सजिलो हुन्छ अझ भर्टिकल भेली कर्भ भनेको अब यस्तो स्यागिङ टाइपको हुन्छ किन इम्पोर्टेन्ट छ यो यहाँ सबै भेली कर्भमा पनि केस छ नि लेन्थ अफ ट्रान्जिसन कर्भ फर कम्फर्ट कन्डिसन भनेर एउटा चाहिँ कम्फर्ट कन्डिसनमा निकालिन्छ जस्तै याल इज इक्वल टु 2 यान बी क्युब बाई सी नत्र चाहिँ याल इज इक्वल टु 0.38 यान बी क्युब बाई
1/2 भयो यो फर्मुला युज गरेर। त यसमा चाहिँ सी भनेको चाहिँ 0.6 हुन्छ कि हाम्रो स्ट्यान्डर्ड 0.6 हाल्दाखेरि यो भेल्यु। त्यसपछि यसमा अरु त अर्को लेन्थ अफ भेल्यु यसको पनि दुईटा केस हुन्छ। एउटा लेन्थ ग्रेटर देन स्टपिङ साइड डिस्टेन्स, यो एउटा n(s²/2h1 + s10 अल्फा फर्मुला भयो। अल्फा भनेको जसले 1 डिग्री हाल्ने नदेपार, यो चाहिँ डिग्रीमा हुन्छ। त्यसपछि h1 यहाँ फेरि हेडलाइट साइड डिस्टेन्स, हेडलाइटको हाइट हाल्नुपर्छ 0.75 मिटर। यो फर्स्ट यो एउटा केस हो भयो। त्यसपछि अर्को चाहिँ अब लेन्थ इज लेस देन स्टपिङ साइड डिस्टेन्स कम हुँदाखेरि l = 2s - 2h1 + s10 अल्फा/n। त यास भनेको चाहिँ स्टपिङ साइड डिस्टेन्स हो। त याज भनेको 0.75, अल्फा भनेको 1 डिग्री मान। यसमा चाहिँ क्युबिक गर्ने बारे एउटा यो फर्मुला युज गर्नुपर्छ। स्क्वायर प्याराबोला भने यो पछि लास्टमा चाहिन्छ यति। यसको न्युमेरिकल चाहिँ अब कहिलेकाहीँ यो भेली कर नभने बार झुक्किने होइन फेरि। यसमा चाहिँ सुरुमा नै डिसेन्डिङ ग्रेडियन्ट भन्छ, सुरुमा डिसेन्डिङ अर्कोलाई एसेन्डिङ भन्छ भने चाहिँ भेली कर पनि हो नि। समिटमा त सुरुमा एसेन्डिङ हुन्छ, त्यसपछि डिसेन्डिङ भन्छ। सुरुमा प्लस दिन्छ माइनस दिन्छ, यसमा फेरि सुरुमा माइनस दिन्छ प्लस दिन्छ भेली। कहिलेकाहीँ यस्तो हेर यस्तो सुरुमा माइनस दियो भने यो चाहिँ भेली कर्भ भनेर पुग्ने, यस्तो जस्तो नै हुन्छ। त यहाँ निकाल्ने त g1 - g2 त्यही गर्ने सब भेला कम्फर्ट कन्डिसन फर्मुला भयो। त्यो सी भेल्यु 0.6 हाल्दाखेरि चाहिँ कति 0.30 आयो। अब हेडलाइट साइड डिस्टेन्स निकाल्नु टी भनेको त्यही, टी भनेको त्यो रियाक्सन टाइम 2.5 सेकेन्ड, याफ 0.35। अनि त्यसपछि यास स्टपिङ साइड देखेन यास निकाल्नु पर्यो 1.8। त्यसपछि लेन्थ एजुम गर्नु, लेन्थ ग्रेटर देन स्टपिङ साइड डिस्टेन्स 200 आयो भने चाहिँ भन्दा ग्रेटर आयो नि ओके भयो। अब दुईटामा जुन ग्रेटर हुन्छ त्यही लिने। अब यहाँ कति आयो 200 आयो, यहाँ चाहिँ 73 आयो नि भनेपछि 200 त्यही एन्सर हो। अब अर्को सेकेन्ड क्वेसन यो नि हुन त त्यो सेमै हो। यसमा कम्फर्ट कन्डिसन भनेर गर्नु पर्दैन। यसमा नि त्यो हाइएस्ट त्यो लोएस्ट पोइन्ट निकाल्नु भन्नु यसमा यो लोएस्ट पोइन्ट, त्यसपछि 60 मिटर लेफ्ट राइटमा चाहिँ कति त्यो लोएस्ट पोइन्ट कति हुन्छ त्यो निकाल्नु भन्नु। यसमा अल्फा चाहिँ 1.5 डिग्री हो। यो गर्ने टेन्जेन्ट TL/2 फर्मुला सेम भयो। अनि कहिलेकाहीँ फेरि इफ अल भेल्यु अफ यास इज नट गिभन देन कहिलेकाहीँ फेरि यो यास निकाल्नलाई यो याच पनि दिन्न, अल्फा केही पनि थाहा हुन्न कि केही थाहा नभएन भने सिधै याल भनेको यान इन्टु आर गर्ने। यान भनेको त्यही रेडियनमा इन्टु आर भनेको रेडियस। त्यसै गरेर त्यो हाम्रो ट्रान्जिसन करमा जस्तै अब त्यहाँ त घटाइरहेको थियौँ, योभन्दा कर त्यहाँ माथिपट्टि हुन्छ नि यहाँ जोड्नुपर्छ, त्यही भएर प्लस प्लस गर्दै जाने। त्यो लोएस्ट पनि फर्मुला सेम हो। त्यो चाहिँ करेक्सन त्यही निकाल्नु, त्यो लास्टमा यसमा जोड्न पर्छ किनभने यहाँभन्दा यहाँ माथि जानुपर्छ नि त। समिट करमा चाहिँ अहिले हामीले यहाँ स्ट्रेट लाइनको निकालेको तलपट्टि घटाएर तलको आउँथ्यो फेरि। अब यसमा चाहिँ यो स्ट्रेटमा निकालेर यहाँ माथिपट्टि जोड्न पर्छ नि, त्यहाँ चाहिँ प्लस गर्छ नि यो लोएस्ट पोइन्ट अफ द कर्भ चाहिँ। अब अर्को चाहिँ यहाँ फ्रम 60 मिटर लेफ्ट, त्यो 60 मिटर लाइटमा चाहिँ कति हुन्छ एलिभेसन भनेको थियो। यसको टेन्जेन्ट करेक्सन चाहिँ y²/2r छुट्टै फर्मुला हुन्छ। यो y हेर x²/2r, r भनेको n/2l/n हुन्छ, n/2l हो। त्यो x भनेको चाहिँ फेरि x भनेको यो टेन्जेन्ट लेन्थ कति 165बाट 60 मिटर लेफ्ट राइट भनेको त्यही घटाइदिनु, त्यही x भयो। त्यसमा चाहिँ अब हाम्रो एलिभेसन 320 देखा गएको क्वेसनमा, यो 320 देखा हाइवे एलिभेसन टु इन्टरसेक्सनको।
त्यसमा प्लस 60 इन्टु चाहिँ जति भने 60 लेफ्ट राइट भने 60 इन्टु अब यताको ग्रेडियन्ट 0.03 हो, अर्को कति हो, अर्को चाहिँ 0.04 0.03 गरेर कता लेफ्टतिर गयो। त्यस्तै नै राइटको निकाल्ने। अनि हल्का यो बुझ्न पर्छ क्वेसन, राम्ररी हेर्नु होला। धन्यवाद। च्याप्टर 3 पनि सकियो, अब पढ्दै गर्नु।